फाइनली हामी सैनिक कल्याणकारी भवनबाट चाहिँ आज के भएकोले चाहिँ आज हामी धापाके ललितपुरमा अवस्थित छ। कस्तो राम्रो आउँदो रहेछ यार यसले। What is jam? Jam. यहाँ चाहिँ आइपुग्यौँ हामी ब्रङपेङको हेड अफिस। ल जाम ल पुरै आयो। Wow, what a nice view. यताबाट यताबाट त होला नि खिच पुरै तिनकुने पोखरी यो स्कुटरहरू कता राख्ने हो जान मिल्छ र फाइनली आउनु भएको छ उहाँ यता नागदहमा जाम हिँड्नु तल तल हिँड्नु न यहीँ राख्ने कस्तो राम्रो रहेछ है ल I love your choice. What a nice one. यति रोकौँ न ल ल तपाईँलाई कस्तो लाग्यो यो ठाउँ अनएक्सपेक्टेडली भनेपछि अब कस्तो होला फ्राइडे यति सर्ट टाइममा लगभग अराउन्ड 45 मिनट त लाग्यो होला नि त्यही पनि जाम भएर नभए त्यति पनि लाग्यो इट्स अ पिसफुल बजार एरिया भन्दा लोटसको रहेछ म चाहिँ यता छु जानु दर्शन गर्नु म लाउँदिनँ नै 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 भन पिसफुल नि यस चारैतिर होटलै यो रहेछ रिसोर्टहरू छ पुरै राम्रो चिल गर्नलाई एकदम आनन्दको सनसेट हुन लागेको छ इट्स रियली नाइस भ्यू हामी चाहिँ लगभग न्यू रोडबाट विथिन कति 1 आवर भनौँ न ल त्यो जाम अझ जाम नभएको थियो जाम नभएको भए त लगभग अराउन्ड 30 मिनटमा आइपुग्ने रहेछ होइन जामले गर्दा चाहिँ हामी अराउन्ड 1 आवरमा चाहिँ यहाँ आइपुग्यौँ होइन होलिडेमा चाहिँ एउटा बेस्ट प्लेस हुने रहेछ नि त्यही पनि दिउँसोतिर भन्दा नि यति बेलैको टाइममा चाहिँ राम्रो हुन्छ मैले भने नि अघि त्यो ठ्याक्क लोकेसन हेरेको थिएँ कि सानो घटी रहेछ यार
फाइनली हामी नागदह आइपुग्यौँ है गाइस। अबसँग घुम्ने टाइम छैन तर पनि घुम्न मन लागिरहेछ भने यहाँ आउँदा हुने रहेछ होइन? यस। इभिनिङ टाइममा चाहिँ चिल गर्न चाहिँ मजा हुने रहेछ नि त्यहाँ बसेर। यहाँ आउँदा चाहिँ जे होस् बाहिरबाट केही नलिएर आउँदा पनि चिल गर्ने ठाउँहरू तपाईँहरू होइन नास्ता खाजा व्यवस्थाहरू प्रशस्तै अभाइलेबल छ रहेछ। यहाँ चाहिँ लोटस फुल पनि फुल्ने रहेछ है। कस्तो दामी के लोटस कहिले फुल्ने हो? लोटस खासमा यता छेउछेउमा मात्र फुल्छ, बिचतिर फुल्दैन। हेरेर जम्मै छेउछेउतिर मात्र रहेछ। कत्रो ठुलो रहेछ क्या। नभेटेको भए ठिकै हुन्थ्यो। कुनामा लुगा पनि धुने रहेछ आएर ए लुगा धुने यहाँबाट चाहिँ यस्तो एउटा सानो भर्याङ पनि राखेको रहेछ तल पानी। यहाँबाट भर्याङ पनि राखेको रहेछ नि त अनि पानी सानी खेलाउनु जानु मिल्दो रहेछ कि तलतिर। लुगा धुँदो रहेछ नि होला लुगा धोएर फेरि पानी फोहोर हुन्छ होला नि त तर फोहोरै त सर्दैन पानी त। कस्तो मलाई लोटस हेर्न मन लागिरहेछ। लोटस हेर्नलाई चाहिँ त्यही हो बसन्त ऋतुकै बेलामा आउनु पर्ने रहेछ। अब चाहिँ हामी जाँदैछौँ खाजा खानको लागि तर एकदमै बजेट फ्रेन्डली खाजा खाना है। ओके त्यहाँ जाने भनेको होइन उता कर्नरमा त्यहाँ देख्नु त त्यहाँ पर। यस तर मलाई त त्यस्तोमा खानुभन्दा पनि बाहिर पानी पनि चटपटी मिठो लाग्छ। त्यो त कसलाई मिठो लाग्दैन र एभ्री नर्मल पर्सन मात्र होइन जो कोहीलाई पनि पानी पनि त चटपटी राम्रो लाग्छ। ओके what a nice view. हाँसहरू पनि रहेछ यता साइडमा राख्नु न। यहाँ भिडियोमा देख्दैन रहेछ नि कस्तो ठुलो माछा रहेछ भाइ। कस्तो बगाल देखेको यहाँ देखिरहेको रहेछ एउटा ओरेन्जमा। Hello miss, look at here. यता हेरिसौ Just look at here. Wow. कस्तो हावा चलेको नि।
हाउ आर यु फिलिङ कस्तो लाग्यो राम्रो सायद हजुरको पनि फर्स्ट टाइम होला होइन अलिक यता साइड लुक्स पनि दिनु न कुकले स्पोन्सर गर्नु पर्यो अब तपाईँलाई यस्तो चिसो मौसममा पनि कोक खाइरहेछ त्यही भएर कोकले त स्पोन्सर गर्नै पर्ने हुन्छ खाजा विथ सनसेट वाउ ल अब हामी खाजा खान्छौँ है त वाउ यस्तो राम्रो सनसेट हेरेर अब हामी जाँदैछौँ घर बाई गाइज स्टे ट्युन सपोर्ट गरिदिनु होला दिस इज द लास्ट सिन है त वाउ व्हाट अ नाइस पोखरा गएको जस्तो फिल भयो बाई बाई सी यू